फाइनली गाइस आज हेर्न सक्नुहुन्छ साथीलाई अब हामीहरू मासु ल्याएर खाइरहेको छु। साथीलाई भनेको यता धेरै साथी धेरै त्यही पनि फेरि म आफ्नो मिच्दै भात मिचेर अब चाहिँ आफू चाहिँ यतातिर खाना लागेर हेर्ने नयाँ नयाँ भनेर अब भने अब यतातिर गम खाइरहेको भात साथीहरू भने हेरिरहेको थिएन मैले नि ठिकै छ नहेर भने अब भने म बनाउने सायद अब यतातिर मैले मासु भने कराईमा हालिसकेको छु अनि आज भने हामी मासु लिएर आएको म यतातिर प्याज काटिरहेको छु। प्याज काटेर यता रेडी भइसकेको छ। अब कराईमा यतातिर तेल हालिसकेँ। एकैछिनमा अब तेल गरम भयो। अब मासु हालिरहेको छु। मासु अहिले झ्याउ बनायो अनि यता तेल लाग्यो एउटा मासु भागिहाल्यो। मासु भागेर अब यो मासु प्रयोग भइसकेको छ। यसमा चाहिँ प्याज हालिरहेको छु। प्याज हालेँ मैले। अब यसलाई चलाउँछु। एकैछिन चलाइसकेपछि बनिन्छ यो मासु र प्याजसँगै बनिन्छ। अब एकछिनपछि अब फेरि प्याज टमाटर हाल्छु। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ अब भने टमाटर हालिरहेको छु। अब टमाटर हालिसकेपछि एकैछिन फेरि चलाउँछु। यहाँ चलाइरहेको छु। हेर्न सक्नुहुन्छ अब एकैछिनमा यो चाहिँ पाक्छ। यो अब हेर्न सक्नुहुन्छ यतातिर टमाटर पनि अलिक बनिसकेको छ। अब यता अलि खेर चलाइसकेपछि अब यतातिर मसला तयार गर्छु। अब मसला तयार गरी पटमा मसला तयार भइसकेको छ। अब भने यतातिर मासुमा अब मसला हालिरहेको छु। हेर्न सक्नुहुन्छ अब मसला अब एकैछिनमा बनिसकेपछि हाम्रो यसमा थोरै जग्गा लागे जस्तो भएछ त्यसैले थोरै पानी हाल्नु पर्यो। पानी हालिसकेछु। अब पानी हालिसकेपछि एकछिन चलाउँछु। अब भने पाक्छ। पाकिसकेपछि अब खान्छौँ।